भर्खर सुतेर उठे कोरे पछाडि टिकटक बनाउने। मलाई मन्दिर लगिदिनु त। बिहान बिहानै कुकुरी कहाँ गर्नु छैन, टिकटक च्यालेन्ज गर्नु छ। पप्पा मम्मी मुर्गी हो र? थाहा छैन, जाउँ। यो भ्लग चाहिँ पुरानो हो तर टाइम ट्राभल गरेर आइपुग्यो। पुचकी छोरी चुपास बान्न लिनु हेर्नु। विराटनगर बरगाछी नजिकै रहेको वासुकीनाथ मन्दिर आइसके। शिव पुराणमा नागराजको नाम वासुकी थियो, त्यसैले भगवान शिवको नाम वासुकीनाथ हो। बुढोको घाँटीमा नागराज वासुकी हुन्छ नि त। आजको दिन सबैजना ब्युटिफुल। यही बातमा डे डान्स डे डान्स। यति राम्री राम्री लेडी कसको बुढी होला यार? सबै राम्री राम्री तेरो मौसी हो। व्रत गरेको छु कि अब अहिले बताउ त। डरेसे घर आइहाले म। यता मम्मीको बेलुकाको अर्को पर्वको तयारी हुँदैछ। अरू कुरा छोड्नुस्, आजको दिन म पनि भगवान हो भन्नेवाला फिल आयो। गर्नु त आशीर्वाद दिनुस् भगवन्ते। ल जितिर हो आइस्मती बाबा। सिन्दुर हालेर म आफैले अमर गरिहाले। इमोर्टल चुक्क 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 डीजे बाजे रे दिनभर। साथीहरु मिठो मिठो दालको पुरी पाक्दैछ। वाउ, हेल्प गर्नु छैन? भिडियो बनाइराख्छ। पूजा भएपछि मात्रै खाना मिल्छ। ओके ओके। आज दुईवटा पर्व हो। एउटा चन्द्रमाको पूजा गर्ने पर्व हो जुन मम्मीले गर्नु भएको छ परिवारको सुख शान्तिको लागि। एउटा नारीहरुको पर्व हो जुन बुढीले गरेकी छिन्। यता बुढीले मम्मीको खुट्टा रंगाएर नेल पोलिस लगाइदिए। भिडियो एडिट गर्नु ढाक्की चिकी गरे जस्तो हुँदैन। यो पुरानो भिडियो हो र टाइम ट्राभल गरेर आएको हुनाले आज हेर्दै हुनुहुन्छ। हामी साँझ पख आकाशमा उदाउने चन्द्रमाको प्रतीक्षामा छौं। मलाई चाहियो, मलाई यो दही चाहियो, खानु छ मलाई। हेर्नु त चन्द्रमा मामा उगेकै छैन। मलाई चाहियो। राति चोकको पोलमा लाइट जलिसक्यो तर चन्द्रमाले साइन अप गरेन। रातिको 8 बजी सक्यो। अरु दिन त 5 बजी देखिन्थ्यो। आज चन्द्रमा बिदामा छ भन्ने डिसिजन लिएर मम्मीले पूजा सकाउनु भयो। पिड्कामा त सेतो पिठार लागेको छ। ल पोस्ट दिदैछु बस। लागिसक्यो ट्र्याकमा सेतो। खाटा। भिडियो बनाउन धेरै टाइम खान्छ, त्यसैले ढिलो हुन्छ। साथीहरु तपाईहरु कमेन्टमा भन्नु होला कहिलेको ब्लग हो। बाइ बाइ। अनि साथीहरु मजा आइहाल्यो।